कटारीको बाटोबाट कटारीबाट घुर्मी हुँदै जयराम हुँदै यो फुल भनेको जयरामको फुल हो। वारी हेर्नु कालीको टाइम पर्दछ। हले 30 किलोमिटर अब यहाँबाट चाहिँ हामी एकछिन हलेसी मन्दिर घुमेर अनि त्यहाँबाट कहाँ पानी पुग्नुपर्ने दिक्तेल। आज चाहिँ हामी बिहानदेखि गाईघाटबाट बिहानको कतै 8 बजेदेखि हिँडेर दिनभरिको ट्राभल पछि बल्ल हलेसी आइपुग्यौँ। अब एकछिन हलेसी मन्दिर घुमघाम गर्छौँ अनि त्यहाँपछि चाहिँ हामी टक्क लाएर दिक्तेलकै बास पुग्नुपर्ने हुन्छ गाई। सो भिडियो हेर्दै गर्नु होला। ओ जस्मिन गुफा जाने बाटो त्यो होइन, त्यो अर्को गुफा। यही हो। यो चाहिँ हलेसी मन्दिरको लो यता तलतिर झर यस्तो छ। तलतिर चाहिँ तलदेखि हामी छिर्दै आएको लास्ट बिन्दु 81 यहाँदेखि आकाश मात्रै देखिँदो रहेछ। के छ अलि डर पनि लाग्यो होइन, कस्तो डरमर्दो गुफा। यस्तो गुफा चाहिँ हामी पोखरामा पनि देख्न सकिन्छ। यहाँनिर जुत्ता नलाएको भए त सब चमेराको गु पो लाग्दो रहेछ र। गनाएर खुट्टा त खत्तम हुँदो रहेछ नि त। कसैको त हामीलाई त खोलिसकेको थियौँ, अर्को आएर हुन्छ भनिदिएर। सबै यो ढुङ्गामा चाहिँ के को आकृति बनेको छ है। शङ्ख यहाँ छ भौ। शङ्ख कसले फुकेन यार। शङ्ख कसले फुक्नु सक्छ, उसलाई फुक्नु लाम न एकपल्ट। यहाँ छ शङ्ख फुक्ने ठाउँ चाहिँ। यही शङ्ख मजाले हलेसी सकेपछि हामी अहिले बेलुका दिक्तेल बजार आइपुग्यौँ। दिक्तेल बजार हेर्नुहोस्, देवीथानबाट देखिएको दृश्य दिक्तेल बजारको एकदम सुन्दर ठाउँ छ। बजारभित्र चाहिँ यस्तो रहेको छ। बजारभित्र दिक्तेल बजारको प्रवेशद्वार चाहिँ यस्तो रहेको छ। गेट रहेको छ। दिक्तेल बजार लेखेर प्रवेशद्वार यस्तो रहेको छ। बेलुका मावलमा टिकाटालो कार्यक्रम भयो।
को फोन काट मैले नमस्ते नमस्ते म ठुली नानीले नबसिन हुने खोइ खोइ भित्र मामाले त पऱ्यो हेर्नु लड्छौँ ल बिस्तारै छ यसो यसो गर्दै जाउँ न ऊ त ढुङ्गामा गएर यसो गर एउटा पानी टाउकोतिर लगाऊ हो त्यहाँ खाँदा पनि हुन्छ यहीँ उम्लेको पानी हो अनि किन खानु यो सफा हो एकदम पानी ल आउ ल ल माछा यहाँ छ होला माछा त यहाँ पो कति धेरै छ कत्रो पोका भयो खानेकुरा दिन्छ भनेर पानीमा नहाल्नु पानी नहाल्नुहोस् फोहोर हुन्छ त्यहाँ हामी चाहिँ जाँदैछौँ झाँक्री गुफा खोटाङ जिल्ला नेरपाको भुलभुले दुधकुण्डको अलिक माथि रहेको यस्तो घना जङ्गलमा झरनामा आइयो है हामी यता छ बस जानु न उता ल साथीहरू हामी चाहिँ पानधारी जाँदैछौँ अब मौसमले के कस्तो गर्छ बाटो चाहिँ एकदम कस्तो भने उखालेर आन्द्रा भुटी सबै निकालेको पहिलो कपुरै चाहिँ लडाउनु थियो सो हामी चाहिँ हाम्रो ग्याङहरू पछाडि आउँदैछ हामी दुईजना चाहिँ बिस्तारै जाँदैछौँ हामीलाई भेटिहाल्छ एक किसिमको अब बल्ल घाम लाग्यो हुस्से लगाएर
आइया यता बोल न एक दुईवटा तिमी भ्लगर हैन बो खोइ बोलेको अनि तिमीहरू यसो लेखमा जाँदैछु भनेर थाहा हुँदैन सलुट हान्दै उसलाई जय नेपाल भनेको खोइ त नि जय नेपाल सलुट गरेर पो त ओइ म चाहिँ कसरी जानु अहिले लडाई पर्छ जाऊ न उता तर यता जाऊ यता हिँड्नु न ल है मुन्दुम ट्रेल सङ्खुवा सभा भन्छु खाली भोजपुर र खोटाङको सिमानामा रहेको बुकी फुल यो चाहिँ एकजना धरानको डन हो यो केटो चाहिँ धरानमा मान्छे गुटेर भागेर आएको हो यो बनाइदिनु अब पोखरी त त्यहाँ पनि रहेछ जे पाए त्यही त नबनाउनु स्टोरेज मात्रै फुल हुन्छ बनाउने राम्रो के अस्तो त जे पाए त्यही एक तरको क्यामेरा माथि होला खोटाङ र भोजपुरको सिमानामा रहेको यो मुन्दुम ट्रेल बाटो यता ट्रेल बाटो देखाउ न बाटो बाटो हो यहाँतिर चाहिँ हजुर राम्रो हो नि यो बाटो हेर्नु कति राम्रो छ ल पोखरी त्यही छ यता आराम पुगिन्छ होला यता आउन यो फुल लैजाएर जाउँ हामी पहिले स्कुल पढ्दाखेरि घुम्नु आउने भनेको यतै हो फेरि हाम्रो पर्यटक क्षेत्र हो यो अझै उता अझ राम्रो छ क्या चिल्लो डाँडा पानधारे उतै हो अब पानधारे टेम्के भनेको यतै हो क्या यो सबै एरियालाई आउनु जाऊ न एकैचोटि पोखरीसम्मको भिडियो त अलि बिस्तारै सबै देखिनु पर्यो नि त यस्तो हो नि त क्यामेरा